हेलो, मलाई अति नै माया गर्नुहुने मेरो साकेला टोलवासी छिमेकीहरू, मैले एउटा सुँगुरको खोर बनाएर गरी खान्छु भन्दा नगरपालिकामा 3 चोटिसम्म गोरखापत्र जत्र निवेदन लिएर गएर रोक्नुहुने सम्पूर्ण महानुभावहरूमा दर्शन। अनि हजुरहरूले यो सबै गरिरहँदा चाहिँ यो एउटा घर चाहिँ देख्नु भएन? यो घर चाहिँ हो प्रेम परियारको। यो एकदमै दयानिन्द छ। यो घर यसरी बसेको पनि 1 दशक भइसक्यो। यो न नगरपालिका न ओडा न कसैले देख्छ। यो चाहिँ उदयपुर गाईघाट त्रियुगा नगरपालिका ओडा नम्बर 11 साकेला टोलमा पर्छ। एकदमै दयानिन्द घर छ। साथै मैले देखाउन खोजेको चाहिँ के हो भनेदेखि यो घरको चाहिँ एउटा टोयलेट छ के। मैले सुँगुरको खोर बनाएर गरी खान्छु भन्दाखेरि मलाई 3 तालसम्म निवेदन लाएर उहाँ पुर्याउनु भएको थियो। ओडामा नगरपालिकामा छलफल त कति बस्यो होला, कति रोक्नु भयो। अनि यो सम्पूर्ण टोलवासी हेर्नुहोस् त, यहाँ वरिपरि एउटा मजाकै घर छ, सबैतिर वरिपरि छ, हेर्नुहोस् त है। अनि यो टोलको बिचमा चाहिँ यो टोयलेट छ, हेर्नुहोस् त कति अव्यवस्थित छ। यति धेरै दुर्गन्ध छ, यति धेरै छ, यहाँ बसिसक्नु छैन। यो छेउछाउको यो सबैको घरहरू हो, हेर्नुहोस् त। यो चाहिँ हेर्नु पर्दैन? यो सम्पूर्ण निवेदन गर्नेहरूले चाहिँ यो टोयलेटको चाहिँ लानु पर्दैन, रिपोर्ट गर्नु पर्दैन। बावडाले बनाइदिन्थ्यो, नगरले बनाइदिन्थ्यो। यो चाहिँ माग्दा हुँदैन। हेर्नु त, पुरै टोलभरि गनाएर बसिसक्नु छैन। यहाँ कति धेरै दुर्गन्ध भएको छ। यो न रिङ छ न केही छ। एउटा माटोमा खाल्डो खनेर यो तिर्पलले बेरेर चाहिँ यहाँ चाहिँ चर्पी बनाएर यो घरको 4 जना परिवारले चाहिँ यहाँ टोयलेट गर्नुहुन्छ। प्लिज यो मेरो भिडियो चाहिँ सक्दो सेयर गरेर सम्पूर्ण स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारसम्म पुर्याइदिनु हुन चाहिँ हार्दिक विनम्र अनुरोध गर्दछु। एकदमै दयानिन्द घर छ भने अहिले यस्तो हावाहुरीको समयमा एकदम दुर्गन्ध भएको छ। यो गनाएर वरिपरि कहीँ बसिसक्नु छैन। सम्पूर्णले यो भिडियो सेयर गरेर यहाँको मै हुँ भन्ने वडा अध्यक्ष, मेयर सम्पूर्णमा पुर्याइदिनु होला। किनकि उदयपुर जिल्लाको त्रियुगा नगरपालिका चाहिँ 1 दशकभन्दा बढी भइसक्यो होला खुला दिशामुक्त क्षेत्र घोषणा भएको पनि। तर हेर्नुहोस् त कस्तो दुर्गन्ध छ। यहाँ वरिपरि कतै बसिसक्नु छैन। एउटा जब सुँगुरको खोर बनाएर गरी खान्छु भन्दा चाहिँ निवेदन लाएर कतिचोटिसम्म उठाउनु खोज्यो। अनि यो चाहिँ लाउनु पर्दैन निवेदन। यो निवेदन लाएर एउटा टोयलेट बनाइदिनु पर्दैन यो निमुखाहरूको।